नमस्कार। आज बिहानै है म बिहानै सिलगढी आइपुगेर फेरि गाडी लिएर खरसाङ गएर है आज फादर एडवर्ड बेरेटोको आज अडिसन थियो, त्यहाँ पुगेर आएर है आज म यसरी त अगाडि बोल्दैछु। आज मेरो बोल्नुको उद्देश्य तपाईँहरू सबैलाई थाहा छ। जति बेला म बोलेको हुन्छु मैले असल एउटा व्यक्तिलाई चिनाएको हुन्छु। आज म तपाईँलाई फेरि पनि एउटा व्यक्ति चिनाउँदैछु जसले हाम्रो नाट्य कला क्षेत्र है हाम्रा धेरैवटा क्षेत्रमा उहाँले आफ्नो योगदान दिनुभएको छ, अहिले पनि दिनुहुँदैछ। हाम्रो माझमा हाम्रो जितेन्द्र रसेल दाजु हुनुहुन्छ। उहाँ चाहिँ पहिला कार्निभलको स्टेज डिजाइन है, उहाँले नाटकीय क्षेत्र चलचित्रहरू पनि खेल्नु भएको छ। उहाँ कविताहरू पनि लेख्नुहुन्छ। आर्ट्स त झन् उहाँले एकदमै दामी गर्नुहुन्छ। र मैले यसरी आज किन तपाईँलाई चिनाउँछु भने चाहिँ हाम्रो मान्छेहरू हराउनु हुँदैन, हामीले एकअर्कालाई चिन्नु एकदमै जरुरी छ। हामीले एकअर्कालाई चिनेनौँ, हाम्रो कला क्षेत्रमा सङ्गीत क्षेत्रमा कुनै पनि क्षेत्रमा हामी एकअर्कालाई चिन्न जरुरी छ। र आज हरेक बेलामै म प्रत्येक मान्छेलाई म एउटा प्रश्न गरिरहेको हुन्छु। म दाजुलाई आज एउटा प्रश्न गर्छु है। म प्रश्न मेरो एउटै हुन्छ, अहिलेको आउँदै गरेको युवाहरूको विषयमा। हाम्रो अहिले भाषा सङ्गीतहरू हराउँदैछ र दाजु तपाईँले यसको विषयमा के भन्नुहुन्छ? भाषा चाहिँ अब हाम्रो मूल चाहिँ जब हामीले भाषा हराउँछौँ होइन, हाम्रो संस्कृति हराउँछौँ, हामीले आफ्नो कला हराउँछौँ, आफ्नो जुन चाहिँ हाम्रो एउटा फोक एउटा उयो चाहिँ हराउँछ नि, तब जाति मासिँदै जान्छ होइन। हामीले आफ्नो जाति साँच्चोको लागि चाहिँ हाम्रो भाषा भुल्नु चाहिँ एकदमै हुँदैन होइन, आफ्नो संस्कृति भुल्नु हुँदैन। ठिकै छ, हामीले पाश्चात्य सङ्गीत सिक्नुपर्छ, पाश्चात्य भाषा सिक्नुपर्छ, अरूको भाषा सिक्नुपर्छ, अरूको संस्कृति सिक्नुपर्छ। तर त्यो सिक्दै पनि हामीले आफ्नो भाषा आफ्नो संस्कृति कहिले पनि छोड्नु हुँदैन भन्ने मलाई लाग्छ। एकदमै धन्यवाद दाजु है, दाजुलाई एकदमै धन्यवाद छ है। म अहिले सिलगढीमा कतिवटा भाइ बहिनीले प्रमोट गरिरहेको देखेको हुन्छु कतिवटा कुरोमा है। म चाहिँ जाति प्रमोट गर्छु, म चाहिँ यस्तो व्यक्तित्वलाई प्रमोट गर्छु है। अरूलाई प्रमोट नगर्नुहोस्, हाम्रोलाई हामीले नै प्रमोट गरेर हामीले नै हाम्रो आफूले नै ग्रोथ गर्नुपर्छ, हाम्रोलाई नै हामीले बढाउनु पर्छ। बुझ्नुभयो त? उनीहरूले हाम्रोबाट मुनाफा कमाइरहेको हुन्छ, अब हामीले मिलेर हामीमै मुनाफा कमाउनु पर्छ। बुझ्नुभयो त? अन्त ग्रोथ सिस्टम भन्छ नि, त्यो हामीले पढ्नुपर्छ। हाम्रो एकअर्कामा ग्रोथ हुनुपर्छ, हाम्रो जातिमा ग्रोथ हुनुपर्छ। म के भन्न चाहन्छु भने हामीले जुन चाहिँ हाम्रो जाति छौँ नि, हामी चाहिँ साह्रो गङ्गटा प्रवृत्तिको भयौँ क्या। एउटा अलिकति माथि चढ्यो तान्ने, अर्को माथि चढ्यो तान्ने, हामीले त्यो प्रवृत्ति छोड्नुपर्छ क्या। अनि सानो सानो कलाकारहरूलाई सानो आफ्नो जातिको कलाकारहरूलाई पनि एउटा उत्थान गर्नुको निम्ति उहाँहरूलाई सहयोग गर्नु पर्यो। अनि हाम्रो छ नि अब बिचरा कतिजना साहित्यिकहरूले बिचराहरू 200वटा किताब, हामी यति बिग्न छौँ, जाति यति कुनै कति लाख कुनै कति करोड भन्छौँ, तर बिचरा एउटा साहित्यिकले एउटा